मर्निङ गाइस। आज चाहिँ म खोलामा जाँदैछु। खोला पूजाको सामानहरू यो गर्न। हेर्नु नि बिहान अहिले 6 बज्दैछ होला। पुरा घाम, आज पनि पुरा घाम लाग्ने रहेछ। खोलामा गएको है। आज डस्टबिन झुन्डाइराखेको रहेछ, उल्टी छ भनेर। डस्टबिन झुन्डाइरहेछ र फुल टिप्छ भनेर। घाम 6 बजी 5:30 मा यस्तो घाम लाग्दैछ दार्जिलिङ भुटानमा। यहाँ चाहिँ अलिक शीतल छ। म चाहिँ यहाँ खोलामा पूजाको सामान बगाउन आएको कि सेलाउन आएको। यस्तो घाम लागेछ 6 बजे नै। भुटानको 6 बजी यस्तो घाम लागेको छ है। हेर्नुहोस् साथी, आज चाहिँ कति गरम हुन्छ। खोला हेर्नु कति राम्रो खोला छ। त्यो चाहिँ पुल हो। माथि 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 हो। यहाँ चौधरी आन्टी बस्नुहुन्थ्यो, जानुभयो इन्डियामा। त्यहाँनिर हामी पहिला आएको, म फुन्सिल फर्स्ट आएको बिल्डिङ हो त्यो। यहाँ कति शीतल। आमा ए गुलमोहर पनि ज्यादा फुलेन यो पालि। यहाँ चाहिँ शीतल छ। ल है, आज चाहिँ बिहानै घुमिरहेको गुम्बामा। यहाँको केस काट्न आएको। अब केस काटेर फेरि सब्जी बजार जाने। तपाईँहरूको पार्लरको नाम के हो? जामबालामा केस काट्न आएको है। आज चाहिँ गरम पुरा छ। गरम चाहिँ भन्नै पर्दैन, पुरा छ। मलाई पनि केस काटौँ भनेको त अल्छी पो लाग्नु थाल्यो। काट्नुपर्छ होला। हे माथि गएर त्योनिर जुन चाहिँ त्यो लाइन हुन्छ त्यहाँ गएर कस्तो मजाको देखेको हेर्नु न। यहाँ क्लाउडी लहर मार्केट आएको थियो हामी। यति बेलै हो। यो बाटो हिँड्दैछौँ हामी। यहाँ त आउने कामै पर्दैन। सब्जी बजार आएको, भुटानको सब्जी बजार। गरमले माग्यो हो। एक त गरमले त कहीँ हिँड्नु मन पर्दैन। इधर देखो, इधर देखो। फ्यान तापी सब्जी किन्ने यस्तो हुन्छ है। भुटानमा सब्जी किन्नु चाहिँ हामी बेलुका आउनु। दिउँसो त अब कहीँ त निक्लिनु सक्दैन। अफिसको मान्छे पनि अफिस टु घर, घर टु अफिस। बेलुका मात्रै केही काम गर्नु छ, बेलुका मात्रै निक्लिन सकिन्छ। अभी तो बस ट्रेलर है। अझै पूरी पिक्चर त बाँकी है। अझै कति महिना छ गर्मी आउनु। नडराउनु हेऱ्यो, नडराउनु हेऱ्यो। यो मेरो कति 60 र यो 40 होइन। कालो भइहाल्छ कि कलिलो टिम्बु। मलाई यस्तो सिमी खानु मन लागेको। राम्रै छ बहिनी। बस्ती काटेर निक्लेछ। यहाँ तल चाहिँ गुड्स छ है।
के भन्छ ड्राई गुड्सहरू भुटानको ड्राई प्रडक्ट्स लोकल काँक्रा एन्ड बिन्स सपिङ अन्त यो सिमी हजुर ए भएर सुतिरहेको रहेछ जिब्रो पनि बाहिर निकालिकन हाम्रो भुटानको सब्जी बजार पहिलादेखि सब्जी बजार भुटानको सब्जी बजार अब यहाँ चाहिँ आम्बो कत्रो केरा यहाँ न केरा कत्रो यसको दाम कसरी छ चिकु 150 कति हामीले कसरी किनेको ड्रागन फ्रुट पहिला याद भएन त्यस्तो दाम छ टिम्बुर रहेछ नि यहाँ पनि उताबाट किन्न राम्रो रहेछ म त पेमाकोमा नगएको कति भयो भने किन भन् न म यिनीहरूले सब्जी ल्याइहाल्छ हो राम्रो आएको छैन यो अर्को छैन ल ऊ भारी बोक्ने ल्याएको छु सब्जी गर्नु आएको अब चाहिँ सब्जी गरेर फर्केको हामी सब्जी गरेर वाउ भुटानको सब्जी बजार यहाँ चाहिँ ड्राई चिज पाउँछ ड्राई हो ड्राई चिजहरू यता सबै ड्राई चिज पाउँछ दिनमा आयो यता